नमस्कार छ सबैलाई। आज बहुत दिनको बादमा म मिनी ब्लग फेरि स्टार्ट गर्दैछु र बिहान उठ्ने बित्तिकै हाम्रो घरबाट मन्दिरको दर्शन हुन्छ। मन्दिर भन्दाखेरि कल्याणी मन्दिरको। र बिहान बिहानै उठेर सबै चराचुरुङ्गी यसरी डुलिरहेको देख्दा साह्रै राम्रो लाग्छ। र यता देख्न सक्नुहुन्छ पौली उडिरहेका माछा मार्दै कल्याणी मन्दिरको डिप्रा पोखरीमा र आउन सक्नुहुन्छ। र काका पनि यता पराल फ्याँक्न थाल्नुभएको छ बिहान बिहानै। र म गाई दुहेर यता बाल्टी लिएर भित्र पस्दै दुध लिएर समय पनि भक्कु भएको थियो। म पनि छिटो छिटो चासा खाएर हात मुख धोएर म निक्लेँ दोकानका लागि। दोकानमा जाँदाखेरि तपाईँको लगभग 7 बजी जान्थेँ र तर आज अलिक डेरी नै भएछ। अनि फटाफट गएर झाडु मार्न थालेँ। झाडु मार्ने बित्तिकै दाजु पनि आइपुग्यो जान्थेँ भाइ। ऊ र म घर दुईजना भएर फटाफट दोकान खोलियो। दोकान खोलिएर मसँग भेट गर्न आइपुगेछन् हाम्रा परम मित्र जुन। यता देख्न सक्नुहुन्छ जुन। र जुनका लागि मैले चाहा बसाउँदाखेरि मैले कम्पाइजे मैले ग्यास नै बाल्न बिर्सेछु। फेरि ग्यास बालेर म यता चाहा खाँदैछु। चाहा खाँदै मोहनज्योति भाइ आइपुग्यो। उनलाई पाजल चाहियो अरे र उहाँलाई पाजल दिएर म दुध लिएर गएँ दुध दिनलाई। के भन्दाखेरि हाम्रा ठिकाहरू छन् र उहाँहरूलाई दुध पुर्याएर म फेरि आएँ घर आएर एकछिन बसेर अनि म गएँ नदीतिर जाँदाखेरि हामीहरूको खेत पछाडि सबै अहिले तोरीका फुल मात्रै फुलिरहेका छन् कि यति राम्रो छ नि दृश्य। तपाईँहरू आउनु होला कहिलेकाहीँ। मान्छेहरू पिकनिक त खान्छन्। पिकनिक खाएर हेर्नु त जबडा जताततै जबडा, कतै पियाजका बुक्रा, कतै रक्सीका बोतल, कतै डिस, कतै गिलास। हे भगवान्, रक्सीका बोतलले दोडा मतलब पिकनिक खान सकिन्छ तर पिकनिक खाएर परिवेश चाहिँ नष्ट नगर्नुहोस्। सबैलाई यही अनुरोध छ। आगन्तुक वर्षमा सबैले सफा चालले जहाँसुकै पिकनिक खानुहोस् तर निक्लिएर आउने बेला चाहिँ सबै सफा पाएर आउनुहोस्। र देखिहाल्नुभयो कस्तो के हुन्छ नदीको हालत। कतै तपाईँहरू गएर पिकनिक खाएर आउनु भएछ भने चाहिँ स्वच्छ गरेर आउनु। र म नदीबाट आएर डाइरेक्ट दाना दिने बेला भइसक्यो थियो। दाना दिन थालेँ गाईलाई। दाना दिएर मात्रै कहाँ हुन्छ र गोबर पनि छ। गोबर पनि उठाउनु पऱ्यो, सबै थोक गर्नु पऱ्यो। गाई पाल्नु पनि बडा झमेला हो तर यसमा पनि बहुत आनन्द छ। गाईलाई अगर तपाईँले बुझ्न सक्नुभएछ भने गाईले पनि तपाईँलाई बहुत माया गर्छ र गाईलाई पनि तपाईँले माया गर्नुपर्छ। गाई गोरु बाख्रा पाठा जेसुकै छन्, अगर पशु पक्षीलाई तपाईँहरूले माया गर्नुभएछ भने उहाँहरूले पनि बहुत माया गर्नुहुन्छ र उहाँहरूले पनि बहुत आशीर्वाद दिनुहुन्छ। र अब यस्तै त हो काम। गाईको गोबर फ्याँक्नु, झाडु मार्नु, ग्वाली सफा गर्नुपर्ने। घरमा हुँदाखेरि चाहिँ यस्तै के काम जहिले अब फोटोग्राफीको काम नआउन्जेलीसम्म चाहिँ यस्तै हो। दोकानमा गयो आयो, ग्वालीको काम गऱ्यो, त्यहाँबाट अब हाम्रो ग्वालीको काम सकियो। बुढी म छोरो भएर यसो निक्ल्यौँ घुम्नका लागि बरङबारीतिर। र आजका लागि यतिमै समाप्त। बाई बाई। कस्तो लाग्यो भन्नु होला।